ल है गाइज यहाँनिर चाहिँ हाम्रो साथीहरूले एकदमैसँगले दुम्सी खोदाल्दैछ यो जङ्गलमा। यहाँनिर तपाईँहरू प्रत्यक्ष रूपमा हेर्न सक्नुहुनेछ। म अघि बढ्ने क्रममै छु। यहाँनिर दुम्सी खन्दैछन् मरी दिएर। यतातिर छ हेरी दुम्सी। दुम्सी निस्केन। ओह दुम्सी गत्तालो दुम्सी रहेछ ऊ। ल उता त अर्को माल पनि देखाइदियो त दुम्सी। ठुलो खालको दुम्सी निस्क्यो यहाँनिर। अलिकता देखाइदियो नजिकमा चट्टसँगले दुम्सी। तीनटा दुम्सी पो रहेछ त एकैचोटि। अर्को यता कालो दुम्सी छ यता। ल निक्लिँदैछ। निकाल्ने क्रम बाँकी नै छ। अब भन्ने चाहिँ हामी मासतिर जाने नै। केटाहरूले छिटै बोको। अब ठुल्ठुलो मुढा चाहिँ अलिक यतातिर छ। यहाँनिर अब सजिलो होस् न होइन ठेक्कामा गर्नेलाई पनि भनेर टक्कसँगले। यस्तो ठुल्ठुलो मुढा त छैन तर पनि हामीले काटेर सब एक ठाउँ बनाइदिएको छौँ फाँडेर सबै चट्टोसँगले होइन। काम गर्ने मान्छेलाई पनि सजिलो हुन्छ नि त। त्यो त ठाउँ थुपारिदिएको छौँ। त्यो भए चाहिँ उनीहरूले खोजिराख्नु परेन। अब उनीहरूलाई मार्ग नपरोस् भनेर हामी चाहिँ काट्ने बित्तिकै नै मैले चाहिँ मान्छे लगाएर एकदमसँगले मान्छे लगाएर चाहिँ छरिएको मुढाहरूलाई चाहिँ यसरी ठाउँ बनाइदिएको छु। उनीहरू आउँछ भारी लाउँछ जान्छ होइन। त्यति त मैले पनि गर्नु सकिहाल्छु नि। चाहिँ अलिक ठुल्ठुलो छ। एउटा ठुलो मुढा भनेको त्यही हो। त्यो चाहिँ निकै गह्रौँ छ। माथिबाट बोक्दैछ केटाहरू परैसम्म हो। यतातिर चाहिँ अब कहिलेसम्म सक्छ। अलिक साह्रो चाहिँ यहाँनिर पर्ने रहेछ केटाहरू। यो मुढा ठुलो छ 4 फुटे हो। निकै ठुलो गोलाइ भएको छ। अब त्यो छिप्पिएको उत्तिसके अरू जस्तो अब कलिलो भएदेखि त हल्का हुन्थ्यो। अब कलिलो उत्तिस होइन। अब छिप्पेको म भन्दा जेठ होला। यहाँनिर भाइले मेरो पनि काटिदिनु नि भनेर मात्र काटिदिएको हो। त थुपारिदिएको छु जताततै थुपारिदिइराखेको छु। बाटो पनि के मसँग काम गर्न आउने मान्छेलाई चाहिँ फेरि यस्तो इजी छ कि छैन। अब सँगै आएर यसरी यो छरिएको मुढाहरू छ यिनीहरूलाई सक्कैसँगले एक ठाउँ बनाएर यसरी गरिदिन्छु क्या। भ्याएको गरी चाहिँ अब म हुँदाखेरि चाहिँ नत्र भाइ फाइल यताउति बनाउनु जाँदाखेरि चाहिँ अलिक भ्याउँदिनँ। यिनीहरू त म केटाहरू खेताला लगाएर भने म हाजिरामा लगाएर भए पनि यिनीहरूलाई चाहिँ टक्कै यसरी फाँडिदिइराखेको हुन्छु। मुढा देखाइदिइराखेको हुन्छु। एक ठाउँ राखिदिइराखेको हुन्छु। सबै ठाउँ बनाइदिइराख्छु यसरी। ल गाइस अब भरेतिर यसो बनाइदिन्छु एउटा भिडियो। सो तपाईँहरू पनि त्यही नै गरिराख्नु भएछ भन्ने मलाई लागिरहेछ। र अब यतातिर यसरी रुखहरू छ अनि यसरी थुपारिदिइराख्छु। यो भएपछि सजिलो हो अब ठेक्का लिने भाइहरूलाई। अब यो चाहिँ भोजपुर टेम्केमयू गाउँपालिका 5 मा हो। अब म चाहिँ मेरो मावली हो यो ठाउँ चाहिँ। मसँग आएको छ भाइहरू 2 जना भाइ। अरू यहाँ यताकै अब भाइहरूलाई चाहिँ मैले ठेक्का दिएको। मसँग आएको भाइहरू चाहिँ काम गर्छ कि भने केटाहरू डोको लगाएर कोदाली र लगाएर वनतरुल खन्नुको लागि बेस्ता खाएको उतला निस्किँदैछ। ओइ तिमीहरू काम छैन है। ल अब पट्टेर छ यो त अब गर्नु परिगयो। अब एकैवटा मुढा रहिदियो भने पनि आफूलाई घाटाको विषयको कुरा हो। घाटा त अब कसले सहन्छ र होइन। 1-2 पैसा होस् 1-2 रुपियाँ होस् भनेर नि गर्नुपर्ने हो।
कस्तो यो माथिको झ्याम्मको रुखले कति छोपिदिइराखेको छ। अबको काम भनेको चाहिँ मेरो त्यही निकाल्ने हुन्छ। अनि ल अर्कोचोटि यसो भेट्दै गरौँ। ल फाइनली हामी पनि उँभो निस्किने क्रममा छौँ। यतातिरको बोकिसकेछ केटाहरूले, यो तलतिरको बोक्ने हो। गाह्रो छ हौ, गाह्रो छ। हजुर यताबाट तेर्से आएर उता खुकुरले ले न। ल आज यस्तो बनाएको नि, अनि आफू पनि आइयो नि त नि। ल गाइस पन्तरुल आजको दुम्सी लिएर पनि व्यवस्था अघि त्यत्रो भएको बेलामा चाहिँ फोटो खिच्नु छैन। यो पनि छ नि त, छैन त नि यत्रो। अनि अझै 3 धार्नी त होला त। व्यवस्था गरियो। अब फेरि यत्रो खाइयो, खाएर पनि आजको फेरि स्पेसल अर्ग्यानिक भन्ने कुरो चाहिँ फेरि हाम्रो घरमा चाहिँ के छ, अर्ग्यानिक भन्ने कुरो चाहिँ फेरि यहाँ छ कि सिस्नु र भात। अब ल्यामी खाएर चाहिँ सुतिन्छ।